हेलो गाइज वेलकम टु माई मिनी ब्लग कोटेश्वर टु जामाचो है। हिजो चाहिँ यस्तो क्राउड थियो स्याटरडे यस्तो जामाचोको लागि जानको लागि धेरैजना मान्छेहरू हुन्थ्यो अनि हामी चाहिँ कुर्दै भोक लागिसकेको थियो हामीलाई। अनि त्यस पछाडि हामी चाहिँ खाजा खाएर अनि फेरि लाइनमा आएर बस्नु पर्यो। साथीहरू पाल्ले पिलो गरेर बसेको थियौँ अनि 10 बजी पुगेको हामी 2 बजे एन्ट्री मात्रै छिर्न पाएको थियौँ। 2 बजेतिर छिरेर अनि हाम्रो जर्नी स्टार्ट हुन्छ। यहाँबाट जर्नी स्टार्ट भएपछि हामी लाग्यौँ आफ्नै डेस्टिनेसन तर्फ टक्क लगाएर। जाँदै उकालीहरू धेरै आउन थालेपछि चाहिँ हामी साथीहरू छुट्टिन थाल्यौँ क्या। उनीहरू अगाडि गयो हामी अलि पछि आयौँ। अनि म चाहिँ एक्लै हिँडिरहेको थिएँ भरेको साइड नहिँडेर म अर्कै साइड हिँडेर अनि यहाँ एक्लै भिडियो बनाउँदै मलाई चाहिँ एक्लै भिडियो बनाउन मनपर्छ र एक्लै आफै भिडियो सेल्फ भिडियो सोलो भिडियो बनाउँदै बसेको थिएँ म। साथीहरू त आइरहेको थियो सबैजना। अनि काठमाडौँ भ्यालीभित्र धेरैवटा हाइकिङ जाने ठाउँ छ तर अस्ति नै शिवपुरी चाहिँ गइसकेको हुनाले जामा चाहिँ चुज गरेको थिएँ। अनि देख्न सक्नुहुन्छ तपाईँहरूले यो भ्यू आएपछि चाहिँ यस्तो मन आनन्द भएको थियो मलाई। यस्तो थकानहरू पनि हल्का मेटेको जस्तो भएको थियो मलाई। जहाँनिर राम्रो ठाउँ देख्छु त्यहाँ चाहिँ भिडियोहरू बनाइहाल्छु क्या म, किनभने फोन पनि एक्लै बनाउँदा फोन टक्क यसरी अडाएर राख्नु पऱ्यो। भिडियो बनाउँदाखेरि त्यो ढुङ्गाले मलाई यस्तो ठक्क लाग्यो क्या। मैले लाग्दैन कहाँ पुऱ्याइदिएँ। अनि मेमोरीको लागि हुन्छ भनेर चाहिँ मैले सर्ट भिडियोहरू क्याप्चर गरेर राखेको थिएँ अगाडि नै। यसरी बोल्न चाहिँ यस्तो झाउ लागिरहेको थियो। थाकेर बोल्न त के खानेकुरा देख्यो भने पनि त्यो रिस उठेर फाक्न मन लागिरहेको थियो, रुन मन लागिरहेको थियो। अनि यस्तै हो सर्ट क्याप्चर भिडियो गर्दै साथीहरू पछाडि आइरहेको थियो। म एक्लै यता साइडबाट हिँडिरहेको थिएँ। यो भिडियो चाहिँ बिचतिरको हो। यो एक्लै बनाएर ठिकै सोच्दै फोन राखेर त्यहाँ हिँडिरहेको थिएँ। अनि डर लाग्यो मलाई, बिचमा कोही थिएन नि त, सुनसान थियो। अनि डर लागेर फेरि फर्किहालेँ। अब भयो अर्को ठाउँ बनाउँछु भनेर फर्केँ, दिमागमा लाग्यो नि त त्यस्तो। अनि फोन बोकेर अनि मान्छेले मलाई हेऱ्यो, मान्छे आयो अनि मान्छेले मलाई हेऱ्यो, ढुक्क भएँ। मैले मान्छेलाई हेरेँ, फेरि बिचमा गएर टक्क घाम लाग्यो त्यसदेखि अनि फेरि त्यहाँ भिडियो बनाउन स्टार्ट गरेँ मैले। जहाँनिर पनि मान्छेहरू हुँदैन त्यहाँनिर चाहिँ म भिडियो क्याप्चर गरिहाल्छु, किनभने मलाई यस्तो लाज लाग्छ मान्छे भएको ठाउँमा। अनि यही हो भिडियो बनाउँदै अनि मलाई कस्तो तिर्खा लाग्यो जस्तो भएको थियो। अनि मैले चाहिँ ब्यागमा वाटर बोतल खोजेको अनि फेरि वाटर बोतल पाइनँ मैले। अनि मैले ट्याक्क याद गरेँ मेरो साथी लगेको थियो वाटर बोतल भनेर दिएको यस्तो सोचेँ फेरि। अनि फेरि म त्यहाँबाट फोन उठाएर मान्छेले मलाई हेर्छ, मैले मान्छेलाई हेर्छु भने जस्तो मान्छेहरू आउँदै थियो। अनि म चाहिँ बिचमा यसरी बोर्डहरू हेर्दै हिँडिरहेको थिएँ। 4 किलोमिटर थियो अगाडि स्टार्ट हुँदाखेरि अनि 6 किलोमिटर हुन्छ अब धेरै बाँकी छैन भनेर बाटोमा हिँड्दा क्याप्चर गरेँ बल्ल। अनि माथि पुगेपछि भ्यू लेट्स सी भ्यूज गाइज। यस्तो थियो भ्यू चाहिँ, एकदम आनन्द आयो, स्वर्गमा पुगे जस्तो लाग्यो। धेरै भोक लागेको थियो अनि माथि पुगेर चाहिँ झन्न पसल रहेछ। चटपटे खायौँ। चटपटे चाहिँ तपाईँको 10 आउट अफ 9 थियो। साथीहरू चटपटे खाइसकेपछि चाहिँ अनि लागिरहेको थियो। अनि तलतिर वासरुम छ भनेर तल गएको। अनि वासरुम चाहिँ हल्का फोहोर भएर अनि म चाहिँ यता फेरि भिडियो बनाउन बसिहालेँ राम्रो भ्यू देखेर। अरू खानेकुराहरू पनि अर्डर गरेको थियौँ, त्योहरू बन्दै थियो। अनि त्यो टाइममा चाहिँ म आएर भिडियो क्याप्चर गरिहालेँ। फोनमा पनि धेरै चार्ज नभएर पावर ब्याङ्कहरू पनि बोकेको थिएन, चार्ज पनि खतम हुन लाग्थ्यो फोनमा। त्यही त हो नि, अब आइफोनले गाह्रै छ। उता एउटा साथी बनाउँदैछ भिडियो खिचिसकेर फेरि अनि गुम्बामा गएर मैले गुम्बामा नि हेरेँ, दर्शन गरेर सर्ट भिडियो लिइहालेँ मैले, किनभने मेरो चार्ज खतम हुन लाग्थ्यो। छिटो लिनु थियो मलाई। यसरी चटक पनि पारेँ। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ भ्युज। माथि चाहिँ टपमा गएर त्यही भ्यू हेर्ने रहेछ। यो चाहिँ टप एकदम राम्रो छ है, रिग्रेट चाहिँ भएन। यति स्ट्रगल गरेर माथि आयो भने रिग्रेट भएन। अनि यो चाहिँ फर्किने बेलामा बाई बाई भन्दै अनि मैले भिडियो बनाइहालेँ एउटा। अनि यो चाहिँ हामी त्यहाँबाट फर्किसकेपछि चाहिँ माथि 3 किलोमिटरदेखि नै माथि हिँडिसकेपछि यस्तो आउँछ अनि भ्यूहरू आउँछ। अनि भ्यूहरू आएपछि त्यहाँ हामी साथीलाई पर्खिरहेको थियौँ। हाम्रो साथीहरू पछाडि नै थियो, हामी धेरै अगाडि आइसकेको थियौँ। अनि
भिडियोहरू बनाउँदै चटक पार्दै बसिरहेको थिएँ म हल्का क्याप्चर त गर्नै पर्यो होइन मेमोरीको लागि कि कस्तो भ्यूहरू त अझै धेरै धेरै कति राम्रो राम्रो थियो जाँदा फेरि थियो तर मेरो फोनमा चाहिँ चार्ज नभएर मैले क्याप्चर गर्न पाइनँ तपाईहरु जामा चाहिँ जानुभयो भने चाहिँ एकदम स्ट्रगल हुन्छ अगाडि नै आयो त्यो भर्याङहरू देखेर अम्मा म कति धेरै भनेर चाहिँ गिभ अप नगर्नु माथि गइसकेपछि चाहिँ तपाईको सोचे भन्दा पनि राम्रो छ भ्यूहरू रिग्रेट चाहिँ हुँदैन तपाईहरुलाई गिभ अप चाहिँ गर्ने हैन थालिसकेको काम पूरा गरेरै छोड्नु पर्छ भन्ने हिम्मत बोकेर चाहिँ अनि माथिसम्म गएको न त 4 किलोमिटर त्यो पनि भर्याङहरू यस्तो धेरै ठाडो छ आफमा म गाइजहरू र प्रतीक्षाको फल मिठो हुन्छ भन्दै म यो भिडियो अन्त गरे तपाईहरु पनि जानु होला एकचोटी अब हेर रातै परेछ मेन्टल पिस खोज्न गएको झन्डै रेस्ट इन पिस भएन गाइज थ्यांक्स फर वाचिङ बाइ बाइ नेक्स्ट भिडियोमा भेटौँ होला